दर्शक नमस्कार। यति बेला हामी यो माइतीघर मण्डलामा रहेका छौँ र माइतीघर मण्डलामा तपाईँ देख्न सक्नुहुन्छ दृश्य। यति बेला डाक्टर निकोलस भुसाललाई प्रहरीले पक्राउ गरिसकेको छ र भुसालले आज आह्वान गर्दै सम्पूर्ण युवाहरूलाई आह्वान गर्दै यहाँ आन्दोलनको घोषणा गर्नुभएको थियो, शान्तिपूर्ण आन्दोलनको घोषणा गर्नुभएको थियो। तथापि उहाँले यहाँ स्थान नलिएको, अनुमति नलिएको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरिसकेको छ र यति बेला हामी देख्न सक्छौँ दर्शकबिन उहाँलाई पक्राउ गरेर प्रहरीको भ्यानमा पनि हालिसकेको छ र उहाँलाई यहाँबाट अगाडि बढाउन गइराखेको छ। दृश्य तपाईँलाई हामी यहाँबाट देखाइराखेका छौँ। अत्यन्तै बाक्लो उपस्थितिमा यहाँ प्रहरीलाई तैनात गरिएको छ। नेपाल प्रहरी, त्यसै गरी सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायका प्रहरीहरूलाई पनि यहाँ तैनात गरिएको अवस्था हामी यहाँबाट देख्न सक्छौँ। र अहिले डाक्टर निकोलस भुसाललाई भ्यानमा राखिसकेको छ र उहाँलाई भ्यानमा राखेर बाहिर लगिसकेको यो अवस्था रहेको छ र उहाँले जाँदा जाँदै गृहमन्त्रीलाई कडा चेतावनी पनि दिनुभएको छ। र दर्शकबिनहरू अत्यन्तै यहाँ धेरै मात्रामा प्रहरी परिचालन पनि गरेको छ। ताजा अवस्था तपाईँलाई हामी यहाँबाट देखाइराखेका छौँ र यहाँ आज के हुन्छ, आज कुनै पनि व्यक्तिलाई यहाँ आएर अनुमति नलिएका व्यक्तिहरूलाई यहाँ प्रवेश गर्नको लागि पनि रोकिएको छ।